हेलो साथीहरू, नमस्कार। हाम्रो प्रेम न्यू टेक्निकल युट्युब च्यानलमा तपाईलाई स्वागत छ। अहिले हाम्रो नेपालमा चलिरहेको नेपाल प्रिमियर लिग चलिरहेको छ। झन्डै चाहिँ धेरै खेलहरू खेलिसकेको छ भने अझै पनि धेरै समय बाँकी छ। अहिले चाहिँ नेपालले चाहिँ एनपिएलले चाहिँ विशेष गरी चाहिँ पहिले युट्युब च्यानल मार्फत चाहिँ प्रत्यक्ष रूपमा चाहिँ प्रसारण गर्ने गरेको थियो भने अहिले चाहिँ युट्युबबाट पनि हेर्न बन्देज गरिएको छ, जसमा डिसमगो लगायतका स्पोर्ट युट्युब च्यानल लगायत चाहिँ कान्तिपुर टिभी, त्यसै गरी विभिन्न च्यानलहरू मार्फत चाहिँ प्रसारण वेबसाइटहरू मार्फत चाहिँ प्रसारण गरेको छ। तर पनि हामीले फ्री सेवामा हेर्न पाइरहेका छैनौँ। त्यसको लागि चाहिँ हामीले प्रत्येकमा पैसा तिरेर मात्रै हामीले हेर्न सकिरहेका छौँ, जसको लागि चाहिँ मोबाइलबाट हेर्नका लागि चाहिँ हामीले 300 रुपियाँ तिर्नु परेको छ। अब हामीले यसलाई तपाईले आफ्नो मोबाइलबाट चाहिँ कसरी हेर्न सकिन्छ भन्ने विषयमा मैले आफ्नै मोबाइलबाट र फ्रीमा पनि कसरी हेर्ने भन्ने विषयमा मैले छोटो भिडियो बनाएर ल्याएको छु। कृपया स्किप नगरेर चाहिँ हेर्नु। सुरुमा चाहिँ मैले यो 300 रुपियाँ हालेर डिसम गोलाई चाहिँ मैले डाउनलोड गरेको थिएँ। तर चाहिँ यहाँ चाहिँ अब 300 रुपियाँ हालेर चाहिँ के हेर्ने, किनकि आइडिया हुनसक्छ भनेर मैले धेरै दिनपछि आज मैले पत्ता लगाएको छु। म यो भिडियो धेरै पहिले बनाउने लागेको थिएँ, तर मलाई चाहिँ समय नपुगेर यो भिडियो बनाउन सकिरहेको थिएन। आज प्रत्यक्ष रूपमा तपाईँले बिना पैसामा तपाईँले कसरी एनपिएल लाइभ हेर्न सक्नुहुन्छ त फ्रीमा, घर बसी फ्रीमा कसरी तपाईँले एनपिएल लाइभ हेर्नुहुन्छ, एकदम 100% कन्फर्म है त। म अब सुरुमा चाहिँ तपाईँले आफ्नो गुगल अर्थात् क्रोम ब्राउजरमा गएर तपाईँले के गर्नुपर्ने हुन्छ, क्लिक गर्नुपर्ने हुन्छ। क्रोम ब्राउजर ओपन गरिसकेपछि यसमा तपाईँले सर्च गर्नुपर्ने हुन्छ। अब सर्च चाहिँ के गर्ने त है, अब सर्च के गर्ने पऱ्यो, YOUSIN TV। अब हेर्नुहोस् है, युसिन टिभी भनेर तपाईँले चाहिँ देख्नुभयो। यसलाई चाहिँ सर्च गर्ने, सर्च गरिसकेपछि युसिन टिभीमा चाहिँ फेरि दाबिसकेपछि कृपया यहाँ तपाईँको तल चाहिँ यहाँ चाहिँ रातो दागहरू आउने गर्छ। यस्तो दागहरू, यसले चाहिँ तपाईँले कट गर्नुपर्ने हुन्छ। यहाँ यसरी चाहिँ कट गर्नुपर्ने हुन्छ, क्लोज गर्नुपर्ने हुन्छ। विज्ञापनहरू बजिरहेको छ, तर चाहिँ विज्ञापन पछि बिचमा चल्दा कुनै पनि विज्ञापन चाहिँ आउँदैन है। त्यसपछि तपाईँले यहाँ देख्न सक्नुहुन्छ, यहाँ तपाईँको चाहिँ कहाँनिर छ, यो नेपाल सिजन लाइभ भनेर चाहिँ यहाँ देखाइरहेको छ। ओके, अब यसलाई चाहिँ हामी क्लिक गर्छौँ ल। यसलाई यसरी आइसक्यो भने तपाईँले यसलाई चाहिँ ब्याक गर्दै जानुपर्छ। ब्याक गर्दै रहने है त। अलिक तल गएर ब्याक गर्दै गर्ने है त। अनि तपाईँले जहाँनिर त्यो देखिराखेको छ त्यहाँनिर तपाईँले के गर्दै गर्ने, थिच्दै रहने है त। यदि तपाईँलाई यस्तो 1x बेट लगायतका विभिन्न किसिमका अन्य आउँदैछन् भने, वेबसाइट आउँछ भने त्यसलाई ब्याक गर्दै गर्ने है, फेरि ब्याक गर्दै गर्ने है त। फेरि पनि त्यही आयो ल, हेर्नुहोस् अब आयो है त। त्यस्तो चाहिँ एडहरू आइराखेको हुन्छ, त्यसलाई चाहिँ ब्याक गर्दै अगाडि बढ्नुपर्ने हुन्छ। त्यसपछि फेरि यहाँनिर एउटा रातो पोइन्ट क्लोज आएको छ, यसलाई पनि क्लोज गर्ने। त्यसपछि हामी फेरि तल जान्छौँ, अलिकति तल जानु होला। अहिले चाहिँ कसको चलिरहेको छ, अझै 18 मिनट बाँकी छ भनेर यहाँ देखाएर छ। एनपिएल सिजन 2 म्याच लुम्बिनी भर्सेस सुदूरपश्चिम भनेर यहाँ देखाइरहेको छ। यहाँ चाहिँ क्लिक गर्नु होला। अनि यहाँ क्लिक गरेपछि फेरि पनि यहाँ के आइरहेको छ, क्लोज हान्नु होला। यसपछि यहाँ तलतिर यसरी तल सार्नु होला, यसरी तल चाहिँ सार्नु होला। यसरी बेला आइरहेको छ, यसलाई तपाईँले हटाउँदै गर्ने। यो चाहिँ जब यसको चाहिँ यो खेल अर्थात् भिडियो नहेर्दासम्म चाहिँ यस्तो खालको चाहिँ आउँछ, हेर्दाखेरि केही पनि आउँदैन है। अनि त्यसपछि जोइन युसिन टिभी टेलिग्राम च्यानल भनेको छ। अनि यसमा चाहिँ तपाईँले एनपिएल 2 लाइभ लिङ्क 1, अब तपाईँले लिङ्कमा चाहिँ थिच्नुपर्ने हुन्छ।
अनि यसरी चाहिँ खुलिसकेपछि लिङ्क खुलिसकेपछि यहाँनिर एउटा फुल स्क्रिन देखाइरहेको छ, तपाईँले देखिसक्नु भएको छ। यो फुल स्क्रिनमा चाहिँ क्लिक गर्नुपर्ने हुन्छ। फेरि पनि यसलाई ब्याक गर्नुपर्ने हुन्छ। यो यस्तै आउँदै गर्छ, यसलाई हामी हटाउँदै गर्नुपर्ने हुन्छ। अहिले चाहिँ हाम्रो लाइभ सुरु भएको छैन भनेर चाहिँ यहाँ देखाइरहेको छ। अझै पनि हाम्रो यो चाहिँ लाइभ सुरु हुनलाई 9 मिनेट 33 सेकेन्ड चाहिँ बाँकी छ भनिरहेको छ। यसरी चाहिँ तपाईँले हेर्न सक्नु। म अब चाहिँ अहिले यहाँ हेर्न सक्ने हुन्थ्यो, यहाँ अहिले खुलिरहेको छैन है त, यहाँ किनकि अहिले चाहिँ हेर्नु छ लाइभ स्ट्रिम जोइन 9 मिनेट 15 सेकेन्ड अझै पनि बाँकी छ। तपाईँहरूले पनि यसरी चाहिँ हेर्नुहोला। यहाँ 100% तपाईँले चाहिँ फ्रीमा काम गर्छ। आफ्नो साथीभाइहरूलाई पनि यसरी नै सिकाउनुहोला। मस्तले एनपिएल हेर्नुहोला, रमाइलो गर्नुहोला। अहिले हामी छुट्टिन्छौँ।